नमस्कार सबैजनालाई स्वागत छ। आजभोलिको व्यस्त जीवनशैली, असन्तुलित खानपान र समयमै खाना नखाने बानीका कारण ग्यास्ट्रिक र अपचको समस्या धेरै बढिरहेको पाइन्छ। यस्ता समस्याले हाम्रो दैनिक जीवनलाई मात्र होइन, स्वास्थ्यलाई पनि असर पार्ने गर्छ। यदि तपाईँलाई पनि पेट फुल्ने, डकार आउने, पेट दुख्ने जस्ता समस्या भइरहन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यस्ता समस्या एकदमै सामान्य तर धेरैलाई सताउने समस्या हुन्। आजको भिडियोमा हामी ग्यास्ट्रिक र अपच हुनुका मुख्य कारणहरू र यसबाट बच्ने उपायको बारेमा चर्चा गर्नेछौँ। ग्यास्ट्रिक र अपच हुनुका मुख्य कारणहरू: धेरै मसालेदार र तेलयुक्त खानेकुरा बढी खाँदा, लामो समय भोकै बस्दा, चिया, कफी र मदिराको अत्याधिक सेवन गर्दा, तनाव र चिन्ता बढी गर्दा र शारीरिक गतिविधिको कमी हुँदा यस्ता समस्याहरू बढी देखिने गर्छन्। अब हेरौँ यस्ता समस्याबाट बच्ने उपायहरू। तातो पानी पिउने: बिहान खाली पेट तातो पानी पिउँदा पाचन प्रणाली राम्रो हुने गर्छ। समयमै खाना खाने बानी बसाल्ने: दिनमा एकै पटक धेरै होइन, सानो सानो भागमा 4-5 पटक खानु राम्रो हुन्छ। फाइबरयुक्त खाना खाने: फलफुल, हरियो सागसब्जी र होल ग्रेन जस्ता पाचन सुधार गर्ने खाना प्रशस्त खाने। जङ्क फुडबाट टाढा रहने: फास्ट फुडले ग्यास्ट्रिकको समस्या बढाउने गर्छ। हल्का व्यायाम गर्ने: दिनमा कम्तीमा 20 देखि 30 मिनेट हिँड्दा पाचन राम्रो हुने गर्छ। तनाव कम गर्ने: ध्यान र योगले धेरै पाचन प्रणाली सुधार गर्छ। यदि यस्ता समस्या धेरै दिनसम्म रहिरहन्छ, बारम्बार दुखाइ हुन्छ वा खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। स्वस्थ रहनुहोस्, सचेत रहनुहोस्। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।